पछि त अब गराउनै पर्यो। भोलि चाहिँ अब यो भएन त्यो भएन भनेर भन्दाखेरिमा नराम्रो लाग्छ नि त आफैलाई, किन गरेन भन्ने हुन्छ, अनि सिकाएनस् भन्ने पनि हुन्छ। त्यही भएर तपाईँ नि हुनुहुन्छ होला कतिजना त त्यस्तो होइन, अब सिकाउने क्यार्ने, अब काममा चाहिँ यस्तो लगाउने कसरी गर्नुहुन्छ हौ तपाईँहरूले? म त भन्दा नि भइसक्यो। अब कराउने कुरा भएन होइन, अब केटाकेटी होइन नि त, यत्तिकै भन्ने हो होइन, यो गर त्यो गर भन्ने हो। त्योभन्दा बढी त के नै भन्न सकिन्छ र होइन? पिट्न मिलेन, केटाकेटी होइन। अनि धेरै जसोले अब काम पनि छोड्न त होइन, टिङ छोडिदिन्छन्। त्यो गरेपछि सिकाएको कुरा पनि, मेहनत गरेर सिकाएको कुरा पनि खाल्डोमै जान्छ होइन। कहिले चाहिँ यार किनै नभएर गर्दै काममा पनि बहुत तनाव छ। यो अझै झन् लामो समयसम्म काम गरेर अनि टक्क लिडर बनाइदियो भने त झनै खतम। बरु यत्तिकै तलब पनि खासै त्यो दिँदैन, लिडर बनाइदिएर त्यत्तिकै जिम्मेवारी मात्रै हो। तलब पनि ड्याङमा बढाइदिएछ अन्त नि भनेर गर्नुहुन्थ्यो, त्यो पनि दिँदैन। त्यसै ल त चाहिँ भन्यो, अनि त्यहाँबाट ल तैँले यसो गर्नुपर्छ भनेर अनि भन्छ। अनि त्यत्तिकै चाहिँ अलिक मजा नआउँदो रहेछ। उनीहरू चाहिँ आएर मजाले यत्तिकै हाँसेर बोलेर सकाएर जान्छ, अनि हामी चाहिँ लास्टसम्म बसेर अनि यस्तो भएन उस्तो भएन सबै हेर्नु पर्यो, यो बेचेन त्यो बेचेन। गाह्रो छ नि होइन, नयाँ वर्षमा के गर्नु। त्यस्तै सबैको त्यस्तै होला सायद, म मात्रै त होइन होला भन्ने चाहिँ मेरो सोचाइ। यसो सेयर गर्नुहोस् न कस्तो हुन्छ। धेरै जसो त अब धेरै वर्ष बसेर लिडर नि भइसक्नु भएको होला, सबैलाई थाहा पनि छ होला। ल आजको चाहिँ यात्रा यति नै भयो। ह्याप्पी न्यु इयर सबैजनालाई, राम्रोसँग बस्नुहोस्, नयाँ वर्षले